गर्नु च्यानललाई के छ सधैँ एउटा ब्लग दिन्छु के यहाँ नारायणीमा छु है अहिले यहाँ बोटिङ गर्दैछु हैन आउनु सबैजना है चिया खान्छु मिलेर के बेलुकातिर आऊ र प्लस हर्स राइडिङको पनि सेवा सुविधा छ अहिले अब बोटिङ आई मिन र्याफ्टिङ गर्ने टाइम आइसक्यो अब हामीहरु चढ्दै छौं सपोर्ट चाहिँ हुनुपर्छ है ब्रदरलाई सब्स्क्राइब बबाल हेलो एन्ड नमस्ते अनि स्वागत छ हाम्रो यस नयाँ भिडियोमा साथीहरु हामी आज नारायणघाट चितवनमा आइसकेका छौं र चितवनमा आइसकेपछि हामी साथीहरु सबैजना मिलेर यसो नारायणी घुम्ने प्लान थियो र नारायणी घुम्ने प्लानमा हामीहरु नारायणी घुम्न आइसकेका छौं र यहाँको दृश्य हेर्नु साथीहरु धेरै राम्रो छ यहाँ नदी छेउछेउमा बजारहरु अनि धेरै चीजको सुविधा छ जाई केही भन्नु छ र्याफ्टिङ गर्न आएको यस्तै भइरहेछ के गर्नु भन्नु पर्ला अब अन्त सुनेपछि यहाँ धेरै सेवा सुविधाहरु छ साथीहरु यहाँ र्याफ्टिङको सेवा सुविधा छ हजुरको डीएसएलआर बाट फोटो पनि खिचाउन सकिन्छ र धेरै चीजहरु पनि देख्न मिल्छ यहाँ नयाँ नयाँ चीजहरु अवलोकन गर्न सकिन्छ र प्लस हर्स राइडिङको पनि सेवा सुविधा छ धेरै चीजको सेवा सुविधा छ साथीहरु यसो आएर एकचोटी मनोरञ्जन गर्नु होला र पक्कै पनि हजुरहरु मनोरञ्जन गर्नु होला र धेरै रमाउनु हुन्छ भनेर म आशा गर्न चाहन्छु र धेरै मान्छेहरुको भिडभाड हुने गर्छ र सिजनमा त झनै यहाँ त खुट्टा टेक्ने ठाउँ हुँदैन र ठाउँका विभिन्न ठाउँका मान्छेहरु आउने गर्छन् यतातिर हजुरको नेपाल अधिराज्य भरिका मान्छेहरु पनि आउँछन् यतातिर र हाम्रो फरेनका मान्छेहरु पनि आउँछन् र हाम्रो साथीहरु अगाडि गइरहेका छन् र म पनि पछाडी आइरहेको छु र अहिले अब बोटिङ आई मिन र्याफ्टिङ गर्ने टाइम आइसक्यो अब हामीहरु चढ्दै छौं र यहाँ 10-12 जनाको सिटहरु हुन्छ र 10-12 जनाको सिटमा र्याफ्टिङ गर्न सकियो र आधा घण्टाको टाइम हुन्छ आधा घण्टामा एक राउन्ड दुई राउन्ड तीन राउन्ड जति पनि हान्न सकियो पेट्रोलबाट चल्ने गर्छ र एक राउन्ड बापतको 250 रुपैयाँको टिकट छ हाम्रो चितवनमा र अब केही छिनमा हामीहरु अब र्याफ्टिङ गर्ने छौं र कोहीले त अब र्याफ्टिङ गर्न सुरु गरिसकेका छन् र सेम हाम्रो समुद्र जस्तै हो हाम्रो नेपालको एउटा समुद्र जस्तै र हाम्रो नेपाललाई स्वर्गको एउटा टुक्रा भनेर चिन्ने गरिन्छ र हाम्रो साथीहरु पनि आइसकेका छन् दुईटा साथीहरु हामी तीन जना गएका थियौं घुम्न र अरु जना त र्याफ्टिङ गरिरहेछन् अब हामी पनि गरिरहेछौं एकछिनमा अब सुरु भइसकेको छ गर्नु पर्यो आइसकेका छौं हामीहरु बोटिङ गर्न आइसकेका छौं अथन है दारु हो कि पानी हो यो लोकल मर्रा अनाजको प्योर हाम्रो लागि चाहिँ यता छ नै सपोर्ट चाहिँ हुनुपर्छ है ब्रदरलाई सब्स्क्राइब बबाल र मान्छेहरु अब जुटिसकेका छन् र अब हामीहरु अब सुरु हुँदैछ अब र्याफ्टिङ र अब सुरु भइसक्यो भन्नु पर्यो सब मान्छेहरु आइसकेका छन् र अब स्टार्ट पनि भइसक्यो र अब सुरु भइसक्यो अब र्याफ्टिङ गर्नलाई र अब र्याफ्टिङ गरेको दृश्य अब हेर्नु साथीहरु घुमिरहेछौं र हाम्रो साथीहरु धेरै इन्जोय गरिरहेछन् र अरु मान्छेहरु पनि इन्जोय गरिरहेछन् अब हाम्रो र्याफ्टिङ चाहिँ निरन्तर सुरु भइरहेको छ अब हेर्नुस् र्याफ्टिङ गरेको दृश्य देखाउँदै छ साथीहरु हेर्नुस् निरन्तर हाम्रो चलिरहेको छ र हामीहरु तीन जना साथीहरु हेर्नुस् र अरु साथीहरु पनि
बाहिरतिर आएका साथीहरू पनि मनोरञ्जन गरिरहेका छन् र छेउछाउमा बजारहरू लागिरहेको छ र धेरै खुसीहरू छन् हाम्रो साथीहरू। हेर्नुहोस् कोही सेल्फी हानिरहेछन्, कोही कता, र धेरै रमाइलो गरिरहेछन् हाम्रो साथीहरू। र हामी पनि अब केही छिनमा फेरि न्युरोतिर जानेछौँ र न्युरोतिर गइसकेपछि त्यहाँ सामान लोड गरेर फेरि हामी कैलालीतर्फ लाग्नेछौँ र हामीहरू हजुरहरूलाई देखाइसक्यौँ बोटिङ गरेको र हेरिराख्नु भएको छ र पक्कै पनि मन पराउनु होला र मेरो च्यानललाई माया गरिदिनु होला, सब्सक्राइब सेयर सबै गरिदिनु होला। र हेर्नुहोस् अब पुरै रमाइलो, धेरै रमाइलो भइरहेको छ र हाम्रो साथीहरू पनि धेरै रमाइलो गरिरहेका छन् र भिडियो हेरेर हजुर पनि रमाइलो गर्नुहोला भन्न चाहन्छु। र हाम्रो ड्राइभर दाइ चाहिँ एकदम मस्तले बोटिङ गर्दै हुनुहुन्छ र यो चाहिँ पेट्रोलले चल्छ साथीहरू। यसको सेम बाइककै जत्रो इन्जिन हुन्छ र हेर्दा चाहिँ धेरै राम्रो छ। र यहाँको दृश्यहरू हेर्नुहोस्, कति राम्रोसँग पानी फालिरहेको छ छेउछेउबाट र धेरै रफ्तारमा गइरहेछौँ हामीहरू। र अब एकछिनमा हामीहरू अब ठाउँमा पुग्नेछौँ र त्यसपछि हाम्रो आफ्नो बाटो लाग्नेछौँ र धेरै खुसी छन् हाम्रो साथीहरू। हेर्नुहोस् धेरै रमाइरहेछ र हाम्रो ऱ्याफ्टिङको यात्रा चाहिँ अब लगभग सकिसकेको छ र अब केही छिनमा हामीहरू अब ठाउँमा पुग्नेछौँ र ठाउँमा पुगिसकेपछि ओर्लेर आफ्नो साइडमा लाग्नेछौँ र यहाँ आउनुहोला साथीहरू, रमाइलो गर्नुहोला, रमाइलो गरेर जानुहोला भन्न चाहन्छु। यहाँको दृश्यहरू चाहिँ एकदम राम्रो छ, घुम्न लायकको ठाउँ छ। साइडमा फेरि आइल्यान्ड जस्तो छ, उतातिर अब छेउमा जङ्गलहरू छ र यतातिर आएपछि अब धेरै चिजको अनुभव गर्न सकिन्छ। यहाँ अब हर्स राइडिङदेखि लिएर हजुरको ऱ्याफ्टिङ। हामी नारायणी नदीमा आए, यता चिया खाँदैछ। आऊ हाम्रो ब्लगलाई लाइक गर्नु, कमेन्ट गर्नु, सब्सक्राइब गर्नु, च्यानललाई के छ सधैँ एउटा ब्लग दिन्छु के। हामी नारायणीमा छु है, अहिले यहाँ बोटिङ गर्दैछु होइन। आउनु सबैजना है, चिया खान्छु मिलेर के, बेलुकातिर आऊ। हामी अब खाना त्यहाँबाट अब चाहिँ है, अब चाहिँ Thanks for watching my video from Amori Vlog.